Hello guys, good afternoon, नमस्ते। म चाहिँ यहाँ एउटा आज डबल बेडको बेडसिट फोल्डिङ गर्न गइरहेको छु। यो एकदम हार्ड हुन्छ यो फोल्ड गर्न। तपाईँलाई म लजिक सिकाउँछु है। अब यस्तो गरेर यसलाई चाहिँ पुरा फिजाउनुहोस्। त्यसपछि यसका दुईटा टुँडाहरू एउटा उल्टो बनाउनु, एउटा सुल्टोमा यसरी राख्नुहोस्। त्यसपछि तपाईँ फेरि अपोजिट साइडको पनि त्यस्तै गर्नुहोस् है। एउटा सुल्टोमा, त्यसमा एउटा उल्टो गरेर यो कुनामा यसरी होस्। ओके, त्यसपछि अलमोस्ट हाम्रो बेडसिट हो साइज देखिन आइसक्यो। राम्रो होइन, नत्र मोजा परेर गएको कता जस्तो लाग्छ क्या। स्ट्रेट बनाउनु यसलाई, यता पनि यता पनि। त्यसपछि यसलाई अलिकति फोल्ड गर्नुहोस्। यो अलिकति फोल्ड भयो है। साइड पनि फोल्ड गरिदिउँ। यही क्रमले अब फोल्ड गर्दै गर्दै जाउँ। टिक्क पर्यो, यस्तो राम्रो छ। यो आइरन गरे जस्तै भइसक्यो क्या। ल, यो बेडसिटलाई हेर्ने, यो डबल बेडको ठुलो बेडको अनि त्यो इलास्टिक भएको पटाउन एकदम गाह्रो हुन्छ क्या। त्यस्तै गरेर म अब पिलो कभर सिरानीको खोलहरू क्या चिटिक्क पारेर पटाउने आइडिया। यसलाई चाहिँ छ बेसिनमा धुलाएको चट्टलाई तीन स्टेपमा एक फोल्ड होइन। ओके, अनि यसलाई डबल बनाइ। त्यसपछि एक दुई नाइस। अर्को साइजको छ यहाँ फेरि, अर्को मोडलको छ। यसलाई फेरि लगभग त्यस्तै त्यस्तै हातले पटाउने छ। डबल गऱ्यो, फेरि डबल गऱ्यो, फेरि डबल गऱ्यो, फेरि डबल गऱ्यो। ट्याक्क त्यही साइजको आयो ट्याक्क होइन। यसलाई पनि फ्याट डबल गरिदिउँ, फेरि डबल, फेरि डबल, फेरि डबल। त्यस्तै साइजको भयो होइन। कतिपयले यो बेडसिटहरू सिरानीको खोलहरू पट्याउनै नजान्ने, पटाउँदै नपट्याउने त्यसै बुटु पारेर राख्ने गर्दछन्। राम्रो हेर्नुहोस्।
त्यही साइजको भयो। फेरि यो अलि फरकको छ यो अघिको दुई थरी साइजको थियो, यो फेरि अर्को साइजको छ। हामीले ट्याक्क 3 स्टेप गर्नुपर्ने भइगयो। राम्रो हुन्छ हेर्नुहोस्, आइरन लाउनु पर्दैन। त्यो पट्याएर राखेको जुन डाम बस्छ नि त्यो यति राम्रो हुन्छ। अर्कोचोटि छँदाखेरि ट्याक्क कोठा बनेर बसेको हुन्छ क्या। ल सकियो, नमस्ते, धन्यवाद।